यो टाइनी देख्नुभएको छ नि होइन, यो टाइनी रोबोट हो क्या मेरो। र यो रोबोट चल्छ र चिजहरू यताउता गर्न सक्छ। कमिला चाहिँ सानो कमिलामा कति पावर हुन्छ भन्ने कुरा हजुरलाई के थाहा? एउटा मरेको लासलाई उचालेर लान सक्छ उसले। कमिलामा त्यति पावर हुन्छ, हात्तीलाई उचालेर एक ठाउँबाट अर्को ठाउँ लान सक्छ। चाहिँ मेरो त्यसैको रूप हो। र यो रोबोट यताउता हिँड्न सक्छ। मलाई यता ल्याउन छ भने यो के छ, यो टिस्युलाई मैले यता ल्याउन छ भने यसरी आउँछ। हेर्नुहोस्, यता लगाउनु छ भने यसरी जान्छ। यो रोबोट यहाँ चाहिँ चलिरह्यो नि, यो यसरी कन्ट्रोल हुन्छ। यो फ्युचर हो। यसरी हजुरले राखेका सामानहरू, टेबलमा राखेका सामानहरू यताउता गर्न सक्छन्। जस्तै पानी यताबाट यहाँ ल्याइदिन सक्यो। एउटा ठुलो टेबल मान्नुहोस् कि डाइनिङमा ठुलो टेबल छ, त्यो डाइनिङमा सबै हजुरको चल्छ क्या। बुझ्नुभयो नि?